दुईजनालाई के धेरैजनाले दिदीबहिनी भन्नुहुन्छ है। आज चाहिँ हामी यति राम्री भएर कहाँ जाँदैछौँ थाहा पाउनलाई चाहिँ भिडियो अन्तिमसम्म हेर्नु ल। हेलो एभ्रिवान, यहाँलाई स्वागत छ मेरो आजको मिनी ब्लगमा। आज चाहिँ मेरो व्रत थियो अनि बिहान बच्चाहरू स्कुल पुऱ्याएपछि नास्ता बनाएर खाएँ। त्यसपछि हामी रेडी भएर चलेको सेरा चोक अनि बस पकडौँ। त्यसपछि हिँड्यौँ नन्दा भाउजू मिलेर यो हरियालीलाई हेर्दै मन फ्रेस भएर आनन्दसँग कस्तो आनन्द आएको के बाटोमा कान्छीले अमिले खाँदैछ नै। हामी चाहिँ फाइनल्ली आफ्नो गन्तव्यमा आइपुग्यौँ र हामी चाहिँ झऱ्यौँ सिउँडीबार चोकमा। त्यसपछि हामीले अटो पकडौँ किनभने हामी जाँदै थियौँ सिरिसिरे डाँडा। हामी चाहिँ फर्स्ट टाइम जाँदै थियौँ, कुनै आइडिया थिएन। अनि अटो दाइले चाहिँ बिचमा लगेर झारिदिनु भयो के माथि गन्तव्य पनि पुगिँदो रहेछ होइन। 500 रुपियाँ भाडा तिर्यौँ तर हामी 10-15 मिनट अझै हिँड्यौँ के। यस्तो घाम लागिरहेको थियो होइन, यस्तो गाह्रो भयो। फाइनल्ली चाहिँ हामी सिरिसिरे डाँडामा पुग्यौँ। हामी जुन आशा लिएर गएको थियौँ नि त्यो आशा चाहिँ खासै पुरा भएन है। हामीले सोचेको जस्तो चाहिँ भेटेन। एकछिन चौतारामा बसेर हावा खायौँ, त्यहाँको भ्यू हेऱ्यौँ। त्यहाँको विशेषता चाहिँ के रहेछ भने हावा चाहिँ सिरिर चलिरहेको रहेछ के। अनि तलको भ्यू बजार एरिया राम्रो देखिँदो रहेछ, त्यही नै रहेछ है। त्यसपछि एकछिन फोटोसोटो खिचेर हामी चाहिँ हिँड्दै फर्केको। खासै दूरी त टाढा नरहेछ होइन। बिहान चाहिँ हामीले बाटो थाहा पाएनौँ। अनि तल सिँढीबार आएर चाहिँ पानी किनेर खायौँ। अनि यहाँ चटपट बनाउँदै थियौँ, बस आइहाल्यो कि। अनि बसमा चढेर कान्छीले खाँदैछिन् चटपट, मैले चाहिँ खाइनँ किनभने मेरो व्रत हो। मैले चाहिँ मेरो मन बुझाएर राखेँ। अनि यो छाँगारा चाहिँ दलालको झरना गाईखुरी झरना चाहिँ हामी बिहान जाँदाखेरि चाहिँ बेलुकी फर्किँदा झर्ने अनि हेर्ने भनेर सोच्दै गएको थियौँ कि, तर हामी झरेनौँ। फाइनली हामी बेसी सहर आइपुग्यौँ किनभने एकदम थकाइ लाग्थ्यो कि, गाह्रो भयो थियो। घर आएर पानी खाएँ, काँक्रो खाएँ, यसरी नै हाम्रो दिन